ए आकारहीनलाई दिएर एक आकार, वचनले बनेको सुन्दर एक संसार, जलमा निहाल्दै प्रकाशले, जमिनलाई छुट्याएको आकाशले, बगैँचा राम्रो पन्छीले, सृष्टि है राम्रो मान्छेले। ए चञ्चल मनको सोधनी, अगम वक्ताले भनिनी, कुमारी कन्याको त्यो कुरो, ख्रिस्ट जन्मेर भो कुरो। पापैले भरेको त्यो संसार, हेर न कस्तो अन्धकार, आशाको ज्योति झर्यो नि, लौ न हेर्नु त अब पर्यो नि। ए मन भयो भेट्न आतुर बेसरी, बरु जानु पो अब कसरी, नदीको छेउ ढुङ्गामा ल्याऊ, मैले पो त्यहाँ पाइन पो भ्याउ। खुसीले खुलेर आकाश, पूर्वमा चम्केर तारा, लौ न बाटो पो देखाए त्यसरी। ए मरियम कुमारी कोखैमा, जन्मिनी गाईको गोठैमा, टग्र्याउला सुगन्धित अत्तर, जसै दर्शन पाए हजुरको, आतुरो मन भयो मत्थर। ए आकाशै राम्रो जुनले, ज्योति है सधैँ दिनाले, हामीले उद्धार सित्तैमा पायौँ, यीशु है ख्रिस्ट हुनाले। ए फुल है राम्रो सुबासले, सुबासको सुगन्ध बतासले, मानव उद्धारको कथा सुरु नै भयो शान्तिका यीशुको प्रकाशले। ए गाईको गोठ, गोठमा डुँडोमा मानव चोला, ज्यान है देखिन्छ बाहिर सफा, मनभित्र कस्तो पो होला। मुस्कान छुप्ने, झुटले ढाक्ने मनको कथा, कसलाई पो के थाहा। ए ईश्वरको रचना, समयको गति रुक्दैन हेर न, मानिसको सत्यता प्रभुको घरमा लुक्दैन हेर न। ए गाईको गोठा, गोठमा डुँडा, डुँडामा मानव चोला, जन्मे है यसु त्यस्तो पो ठाउँमा, हामीलाई हामी चिनाउनु होला। ए हातमा काठी, दुवैमा ठोकी, यसु है प्रभु आएका यहाँ जीवन बोकी। एक दिन फेरि आएको उनी देख्नेछ जमाना। ए एक दिन फेरि आएका उनी देख्नेछ जमाना, बडा है दिनको सबैमा छ नि शुभ है कामना, बडा है दिनको सबैमा छ नि शुभ है कामना। जय मसीह तथा नमस्ते।